आज चाहिँ मैले बिहानै उठ्ने बित्तिकै नै भ्लग स्टार्ट गरिसकेको छु। अनि आज चाहिँ हामी जाँदैछौँ हाइकिङ। अनि अब चाहिँ म नुहाएर फ्रेस भएर आउँछु। अनि अहिले चाहिँ बजेको छ हाम्रो 4:50 भएको छ, हेर्न सक्नुहुन्छ है, 4:50 भएको छ। अनि अब चाहिँ म नुहाइधुवाइ गरेर एकदम फ्रेस भएर आउनेछु। सो गाइज, म चाहिँ नुहाएर पनि रेडी पनि भइसकेँ। अब चाहिँ म अनुपाहरूको वेटिङमा छु, तर अनुपाहरू आइपुगेकै छैन। अनि यहाँ हेर्न सक्नुहुन्छ मेरो आउटफिट होइन। अनि त्यसपछि यहाँबाट म लुलु ज्याकेट पनि लाउनु पर्ने छ अहिले एकछिनमा। अनि आजको भ्यू हेर्न सक्नुहुन्छ, बिहानैको मर्निङ भ्यू हेर्नुहोस् गाइजहरू। यो चाहिँ हाम्रो घरबाट ठ्याक्कै अगाडिपट्टिको भ्यू। साथीहरू म चाहिँ यति राम्रो छ, यति राम्रो छ। अरू भन्दा मलाई यो मन पऱ्यो, यो हेर्नु वाउ कस्तो दामी छ। अनि त्यसपछि यहाँ अनुराग पनि आइसकेको छ। अब चाहिँ हामी जान्छौँ। म त जाँदिनँ, यसमा जाँदिनँ। नक्कल हेर नक्कल। अब चाहिँ हामी जान्छौँ। हामी चाहिँ सुशान्तहरूको वेटिङमा छौँ। अब कतिखेर आइपुग्छ सुशान्तहरू। यसको चाहिँ स्कर्ट जस्तो देखिरहेको छ। स्कर्ट लगाएर हिँड्दैछ, हेर्नु पछाडिबाट नि। गाइस चाहिँ यो फेरि यसको नाटक साथीहरू। यसले चाहिँ एउटा बोतलको नि उयो हाल्नु सकेको छैन ब्यागमा, होइन। यसको नाटक स्कर्ट जस्तो देखिरहेको छ क्या। झन् पछाडिबाट अघि भिडियो बनाइदिएको छु, स्कर्ट जस्तै नै हाँस्छे। तर म बिल्ला हानिदिन्छु भन भन्दैछु त। यसको म बिल्ला हानिदिन्छु। आज त झन् 89 मात्रै छ। अघि बनाएर मैले भिडियो हेर्न केही चार्ज छैन। मेरो पावर ब्याङ्क पानीमा डुब्यो नि त। मेरो पावर ब्याङ्क थियो होइन साथीहरू। तर के अरे होलीको बेला गएको खोला नुहाउनु हुँदाखेरि खोलामा छिरेर नुहाएको। अनि ला त्यो दिदी यो हो नि त, यो ए मलाई हेर्नु त। यसले मलाई के भनेको, बिहान नुहाएको भन्दैछ। तस्तो हो त म मलाई एक्लै बढबाट आएको भन्दैछ, हेर्नु साथीहरू। अनि त्यसपछि म अहिले बनाउँछु नि त कि। यसले चाहिँ मलाई भ्लगै बनाउनु दिँदैन, नपक्रिँदैन। हाइट डिफरेन्स साथीहरू। हाइटले के हुन्छ नि, केटा मान्छेको अलिकति हाइट अलगै हुन्छ नि त केटी मान्छेको भन्दा। त्यही मात्रै भएको हो यो। हुन त हो गाइस, म केटी होइन। के छ जेनिस ब्रो किनभने जेनिस त मेरो नितेशले राखिदिएको नाम हो यार। जेनिस ब्रो भेट्छ त भाइ। आम्मामा यसको हिँड हेर्नु न, यस्तो टुटु हिँड्छ नि। अनि हामीलाई भन्छ अनि ढिलो हिँडिस गर्दै बन्छ। भन्दैन। मेरो फोनलाई जोत भन्दैछ। अनि हामी चाहिँ बजार पनि आइपुगिसक्यो। नखिच्नु भाइ। यसले हेर्नु है, यहाँ खिचिदिनु भन्दैछ कि। यसलाई रुम कुट्छु यसलाई म। यहाँ हिँड्दैछ स्कर्ट लगाएर टुइ लाएर। स्कर्ट लगाएर कहाँ हिँडेको त। गाइस यसो हेर्न सक्नुहुन्छ देवीथानको भ्यू कस्तो दामी छ। वाउ हो त, मेरो साथी हो त। मलाई कुकुर मनपर्छ। मेरो साथी भनेपछि तै हो त। तेरो अर्को रूप त्यो हो। हेर्न सक्नुहुन्छ चाहिँ एकदमै राम्रो छ। कुकुरहरू चाहिँ किन परेको। यहाँ हेर्न सक्नुहुन्छ साथीहरू, गार्डनमा कति राम्रो फुल छ। वाउ गार्डन। साथीहरू नि हामी चाहिँ यहाँनिर एकछिन साथीकोमा आएको। त्यो चाहिँ भित्र गयो, म चाहिँ बाहिर बसेँ। किन मलाई लाल लाग्छ नि त। यहाँ चाहिँ सुतिराख्नु भएको रहेछ अङ्कल होइन। यहाँ चाहिँ हाम्रो अङ्कललाई भेट्नुपर्ने थियो क्या। अनि सुतिराख्नु भएको रहेछ। यो बौला यसरी बौलाउँदै हिँड्छ। यसको काम छैन यो बौला हो नि साइडको। त्यसरी कुदेर जान्छ अरे यसको। देखाइदियो। यिनीहरूले मलाई माथि डाँडामा भेटेछ भने यिनीहरूको नाक काट्दैछ। भेट्यो मेरो चाहिँ होइन फेरि।
भेट्यो भने चाहिँ गाइज भ्यू देख्न सक्नुहुन्छ वाउ छ वाउ मर्निङको यसले गर्दा मुनिको भिडियो बनाउँछ के अरे तैँले गर्दा त घाँस पनि देखिन्छ मुनिको भिडियो बनाउँदा यसले मलाई अति हेपिदिन्छ यार कस्तो टल्क्यो यसले मलाई अति हेपिदिन्छ गाइज अब म चाहिँ क्यामेरामा भिडियो छोड्नु आँटेन यसले अनुपाहरूको अब आएपछि भिडियो बनाउँछु यसले मलाई अति भनौँ गाइस अब राखेको मैले चुप साथीहरू ठिक्क अनुपाहरूको हेर्न सक्नुहुन्छ ए यहाँबाट हुँदैन अब 3x भाइ 3x मात्रै हो क्या अनि साथीहरू यहाँ चाहिँ अनुपार ठिक्क आइपुग्यो हामी आइपुग्दाखेरि चाहिँ कतै सुशान्तहरू त छैन त अनि सुशान्तहरू चाहिँ छैन 3जना केटी चाहिँ आएको छ होइन अनि त्यसपछि यहाँ चाहिँ छ अनुपार यसले हिँड भनेर चाहिँ हिँडेको तर काम चाहिँ केही भएन गाइज हेर्न सक्नुहुन्छ वाउ 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 यसको फोनमा खतरा आउँछ अरे नै मैले भ्यूको यस्तो भिडियो बनाएको थिएँ होइन उसको फोनमा राम्रो आउँछ अरे मेरोमा भन्दा कति न कम्तीको छ मेरो त काम यस्तै हो हामी घरबाट पनि निक्लिसक्यौँ होइन मेरो ब्याग चाहिँ तर कस्तो अप्ठ्यारो लाग्दैछ ए एकपट्टि भारी एकपट्टि उयो भयो मेरो ब्याग ओइ त हाल गाइस अब चाहिँ हामी निक्लिसकेको छौँ यहाँ सुशान्तहरू यस्तो हिरो भएर आएको छ अनि टुप्स पनि आफ्नो ऊ हिँड्दैछ यसलाई चाहिँ स्कुलै नोटिस गरेर स्कुल गयो जस्तो देखिँदैन स्कर्ट लगाएर हेर न हामी चाहिँ अब गयौँ साथीहरू पछाडि 2जना छ किन लजाउँदै आएको तँलाई त्यस्तो देखिरहेछ यसले मलाई बिल्ला हान्दैन हो त भाइ हानेको के गर्छस् हानेको मैले बिल्ला के गर्छस् हामी गइसकेको छौँ बाई गर सन्जु बिजी पर्सन टु मच गाइज हेर्न सक्नुहुन्छ हाम्रो यो पछाडिको फ्लावर चाहिँ एकदमै दामी छ मेरो फोटो सुट गर्ने यही हो होइन उसले चाहिँ 2वटा होइन जम्बु चिसो गएछ भारी भएर मैले झन् आफै सोचे त हिजो मैले त्यसरी लिएर आएँ दोकानबाट कसरी लिएर आयो होला त्यत्रो सामान लौ सो गाइज हामी चाहिँ हिँडिसकेको छौँ होइन यो हाम्रो हाइकिङ जाने बाटो यस्तै छ अनि त्यसपछि हाई गर्दैछ यहाँनिर यिनीहरू चाहिँ यिनीहरूले काम पाउँदैन हाई गर्छ चौतारा रहेछ यार गाइस जान्छ दामी छ यार हामी जाने चाहिँ के टिपेको फुल रहेछ यार साथीहरू यहाँनिर व्हाइट कलरको त उयो हुन्छ हौ भिजेर सबै उयो भइहाल्छ के हाल्छ अनि फुलवाली लड्की भएको अरे होइन अनि त्यसपछि कसको यसमा प्रोसेसरी मेरो रियल क्यामेरा ठिक छ हेर त कस्तो दामी आएको छ नि रियल क्यामेरा ठिक छ यार साथीहरू हामी चाहिँ टुटी हिँड्दैछौँ मेरो सुज हेर्न सक्नुहुन्छ सु अनि ऊ चाहिँ मोडल है आजको होइन हाम्रो अनि तिमी मोडल भएर हिँडेको छु नि हामी होला यार अनि साथीहरू जाँदैछौँ हामी चाहिँ अहिले होइन अहिले पनि थाकिसक्यो साथीहरू उकालो भन्नुहुन्छ नि यस्तो चाहिँ यस्तो रिस चाहिँ उठ्दो अनि उयसमा बनाउने अरे आज सुना कि लभिङ्दा चाहिँ मिसिङवालामा बनाउने अरे भिडियो यिनीहरू हिँडेर जङ्गल देखाएर अब भिडियो बनाउनु पर्ने साथीहरू एकछिनमा भिडियो बनाएर भेट्छु सबै झन्डै फोन झऱ्यो साथीहरू होइन अब चाहिँ हामी गइसकेको छौँ मेरो चाहिँ झन्डै फोन पनि झरिसक्यो अनि सक्नुहुन्छ पसिना यस्तो उकालो छ गाइस यस्तो उकालो छ होइन उकालोको त कुरै छोडिदिनु त्यस्तो उकालो छ ए थाकिसकेँ हेर्न सक्नुहुन्छ कस्तो उकालो छ भन्ने कुरा होइन है यस्तो सिधै छ क्या बाटो यस्तो छ क्या यस्तो अनि त्यही रिस उठ्छ मलाई ए थाकिसक्यो गाइस आइकिन नि अझ माथि पुग्नु अझै छ भर्खरै आधीको नि आधी आइपुगेको छैनौँ हामी भर्खरै स्टार्टिङ मात्रै छ थाकिसकेँ पागलहरू चाहिँ आउँदैन म एक्लै बौला जस्तो बडाबडाको बडाबडाइछु साथीहरू अघि अनुरागले पनि भन्दै थियो बौला जस्तो बोल्दैन म बौला जस्तै बडबडाउँदै हिँड्दै थिएँ बाटो साथीहरू एउटा भिडियो बनाउँछु ल साथीहरू
बाल्छ त मलाई बाल्छैन फोनमा चार्ज पनि छैन माथि गएर भिडियो पनि बनाउनु पर्ने फोनमा चार्ज पनि छैन केही पनि छैन कपाल चाहिँ गाइस किन छोडेको होला यस्तो गर्मीमा नि हिँड्दा भन्नुभएको होला होइन कपाल चाहिँ मैले यो नुहाएको थिएँ नि त बिहानै अनि चिसो थियो अनि त्यही भएर छोडेको हो तिनीहरू हेर्नु न अर्को फोनबाट फोटो खिच्दै उहाँ तलै छ म भने कहाँ माथि आइपुगिसकेँ यस्तो उकालो छ नि हेर्नु साथीहरू यस्तो उकालो छ सिधै यस्तो छ क्या बाटो त आमामामा थाकिसकेँ सिधै उकालो छ बाटो चाहिँ राम यो बाटो तर बनाएछ यार साथीहरू मलाई हेर्दा बाउले जस्तो एक्लै अगाडि आइपुगिसक्यो बाउले जस्तो हातै कलो यार भ्लगर बन्न कहाँ सजिलो रहेछ त है साथीहरू हातै गलिसक्यो बनाउँदा अब स्ट्यान्ड किन्ने बेला भयो अब स्ट्यान्ड किनेर बनाउने बेला भयो त्यो नि हात गल्ने रहेछ म हातै गलिसक्यो अहिले बनाउँछु भाइ यिनीहरूलाई चाहिँ साइकल भ्लगर भन्दै हान्न कुद्दै आउँदैछ मलाई साइकल भ्लगर भन्दैछ कुद्दै आउँदैछ सास परिरहेछ तँ चाहिँ कुद्न सकेन अनुभे कुद्न सक्दिनस् रोस्ना फर्स्ट वाउ पानी चाहिँ मसँग छ नि त साथीहरू यहाँ फोटो खिच्दै त म टुटी अगाडि हिँडेको ओइ भ्लगर बन्नु कम्ती गाह्रो छ हात गलिसक्यो यहाँ तर गाइस मेरो सेकेन्ड भ्लग हो नि हजुरहरूलाई थाहा छैन दिस इज माई इन्टायर सेकेन्ड भ्लग होइन ओइ को आउँदैछ यार डर पो लाग्छ म त अहिले हाम्रो के न्युजहरू आउँदैछ कि साथीहरू त्यही भएर म ओभर डर लाग्दैछ अहिले त कस्तो हलुका भइरहेछ यार त्यो पानी पनि बोकेर होला साथी मेरो हात गलेको गाइस हाम्रो आउटफिट चेक गरेको छ हाम्रो चाहिँ अनाकोले हामीलाई नभेटोस् भनेर आएको होइन तिनीहरूले तर कति छिटो भेटिसक्यो भने त हामी कति अगाडि थियौँ तिनीहरू आइसक्यो हाम्रो पछाडि बाटो साथीहरू गाइस बाटो हेर्न सक्नुहुन्छ कस्तो ठाडै बाटो छ यस्तो उकालो छ अझै भिडियोमा त मजाले नदेखिने रहेछ कि उकालो हेर्नु न यस्तै उकालो छ ओह्रालो हेर्नु त तल अनि साथीहरू मैले चाहिँ यहाँनिर भोइस ओभर गर्नुपर्ने भयो किनभने चाहिँ यहाँनिर गीत बजाइरहेको थियो क्या अनि माथि पुगेपछि नै देखाउँछु अनि कपिराइट लाग्छ भनेर मैले चाहिँ भोइस ओभर गर्नुपर्ने भयो अनि हामी चाहिँ त्यहाँ एकछिन रेस्ट गरेर अनि माथितिर लाग्यौँ अनि साथीहरू बाटो हेर्न सक्नुहुन्छ बाटो यस्तो थियो अनि त्यहाँबाट लड्यो भने चाहिँ क्या कस्तो भिरालो थियो लड्यो भने सिधै तल क्या अनि त्यस्तो टाइपबाट थियो बाटो अनि र पनि हामी गयौँ अनि साथीहरू हामी चाहिँ यही बाटोबाट आएको थियौँ क्या हेर्नु न लड्यो भने सिधै तल क्या अनि फेरि भ्लग बनाउँदाखेरि मैले नोटिसै गरिनँ सब भिडियोमा म्युजिक बजाएको रहेछ साथीहरू भ्यू हेर्न सक्नुहुन्छ वाउ हामी चाहिँ भर्खर आधीको नै आधी आएको छौँ होइन भ्यू हेर्न चलेको बाटो चढ्नुहुन्छ म हिँड्न नसकेर फेरि लास्ट भइहाल्यो म अन्त लास्टमा हिँडिरहेछु हिँड्न नसकेर फास्ट त कस्तो साथीहरू के भयो नहिँडेर होला कतिपछि हिँड्नै सकिरहेको छैन यसले मेरो स्थिति उयो देखेन अरे हेर्नु सकेन अरे हिँड्न नसकेर तेरो बनाइदिन्छु मेरो नबना भाइ गाइस म चाहिँ हिँड्न सकेको छुइनँ होइन मेरो कपाललाई चाहिँ इग्नोर गर्नु होला होइन सबैजना यहाँ छन् अनि यहाँनिर पनि म्युजिक बजाएको भएर चाहिँ मैले भोइस ओभरै गर्नु पर्यो अनि पर चाहिँ सबैभन्दा लास्ट चाहिँ सुसाना आउँदै थियो अनि त्यसपछि हामी चाहिँ फेरि त्यहाँ एकछिन रेस्ट गरेर माथि लाग्यौँ
यहाँदेखि पनि साथीहरू अझै थियो 1 घन्टा जति माथि अनि हिँड्दै हिँड्दै गयौँ हामी अनि फेरि हाम्रो यहाँनिर चाहिँ बोतलै छुटेछ क्या अनि त्यसपछि बोतल खै भन्दै सोध्दै थिएँ म चाहिँ पुरा त्यहाँ अनि गाइस यो बाटोमा चाहिँ गाडी हिँड्दैन भन्दै थियो होइन यसलाई थाहा थिएन सिक अनि यसलाई चाहिँ थाहा थिएन अरे गाइस म्युजिक बजाउँदाखेरि हामी चाहिँ म्युजिक बजाउँदै जाँदै थियौँ नि त अनि कपिराइट लगाइदिन्छ भनेको मैले अनि यसलाई थाहा थिएन अरे कपिराइट लगाउँछ भनेर अनि हाम्रो साथीले चाहिँ एउटाले चाहिँ बाइक जाँदैन यो बाटो हिँड्दैन अब भर्खरै भएको हाम्रो अब 3 इयर्स ओल्ड बेबीको भएकोले डराएको थियो होइन चुप अनि ऊ चाहिँ डराएको थियो साथीहरू तर हेर्न सक्छ उसले होइन अनि गाउँ छैन घर छैन भन्थ्यो उसले यो के हो यो 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 के हो गाइस गाइस अब चाहिँ हामी यहाँ अम्बक पाएको छौँ होइन अम्बक खान आँटेको सबैजना एक्सर्साइज गर्दैछ हाई गरिदेऊ न मेरो भ्लगमा नि अब अनि साथीहरू तपाईँले चाहिँ साथी बनाउनु हुँदाखेरि यतिको पुकीवाला साथी चाहिँ बनाउनुपर्छ है यसरी ब्याग बोकिदिने अनि यहाँ हेर्नु न यिनीहरू चाहिँ पुरा कपल्स जस्तै पुरा हिँडिरहेको छ 2 जना छुट्टेकै छैन क्या आए पछिको अनि यतिको पुकीवाला चाहिँ साथी बनाउनु होला तपाईँहरू पनि सो साथीहरू अब चाहिँ हामी आइपुगिसकेको छौँ होइन र पनि ठ्याक भइसकेको छु यो भएर ए हाम्रो उयो ल्याउँ न एयर कुलर आजको एसी गाइस हेर्न सक्नुहुन्छ हाम्रो एसी हो होइन चाहिँ आमामा है अफ गर्नु भयो टु मच उयो होला न यार वाटर छैन गाइस तपाईँलाई थाहा छ हाम्रो एस्थेटिक छ है पानी जान्छ तर यहाँ देखिँदैन रहेछ क्यामेरामा पानी पनि जान्छ नि साथीहरू तपाईँलाई थाहा छैन पानी पनि जान्छ तपाईँलाई थाहा छैन भने हेर्नु होला अनि थाहा पाउनु होला गाइस हेर्न सक्नुहुन्छ फेरि सुशान्त ब्रोहरू चाहिँ एकदमै थाकेको अवस्था छ होइन हामी पनि थाकेको अवस्था छ हेर्नु बाटो यस्तो उकालो छ साथीहरू त्यही पनि हामी हिँडिराखेको छौँ है बिकज वी डोन्ट केयर अबाउट इट ओरिजिनल पानी ए नेचुरल पानी नम लाग्ने रहेछ यार यसले त यस्तो चिसो पाएछ नि नुहाउनै मन लागेको जान्छ छिटो खाइसक न लास्टमा मलाई देऊ क्या म जुठा हालेर खानु उता चाहिँ गलेर बसिरहेको छ मान्छेहरू होइन यहाँनिर एउटा छ सरी भ्लगर दिदी बाबरे बल्ल सुकुन मिल्यो कसले बनाएको ओइ छिटो खाऊ न भनेको मर्छ त्यसलाई त सलाम सलाम पानी खाऊ न अनि म लास्टमा खानु क्या जुठा हालेर म त यहाँबाट त उठ्ने पल्लवी गाइज हेर्न सक्नुहुन्छ यत्रो रहेछ आम्मामा अझै सिडी हेर्नु पनि अनि हामी चाहिँ लगभग आइपुग्यौँ अनि फेरि मैले भ्लग स्टार्ट गर्न थालिसकेँ अनि हामी चाहिँ अनि साथीहरू हामी चाहिँ माथि पुगेर एकछिन डान्स गर्ने भन्दै थियौँ फेरि मेरो कपाल चाहिँ हेर्नु न लट्टा यस्तो लट्टा परेको थियो होइन त्यो हावाले कपाल छोडेको थिएँ नि त मैले त्यही भएर अनि त्यहाँनिर चाहिँ बस्ने ठाउँहरू पनि थियो अनि त्यो बस्ने ठाउँहरू चाहिँ 3-4वटा थियो क्या सबै हामीले नै रिजर्भ गरिदिएको थियौँ क्या उता पर अनुरागहरू थियो अनि सेकेन्डमा सुशान्तहरू थर्डमा हामी
अनि यहाँनिर चाहिँ छ हाम्रो ह्युमन ब्रो। अनि त्यसपछि उसलाई चाहिँ हाई भनेको अनि यस्तो पोज दिँदैछ उसले चाहिँ। अनि यहाँ सुशान्तले चाहिँ फेरि एक्सपेरिमेन्ट गर्दै थियो पुरा, कागती मुखमा हालेर डिउ खाँदै अनि एकदम मिठो हुन्छ भन्दै थियो उसले चाहिँ। अनि सुशान्तको एक्सपेरिमेन्ट चाहिँ सबले ट्राई गर्दै थियो, यता रोशनाहरूले पनि। अनि उसको चाहिँ कागती काट्दा काट्दै झऱ्यो क्या। अनि म चाहिँ उसलाई जिस्काउँदै थिएँ, ला तिम्रो सौता आयो ला भन्दै। अनि हेर्न सक्नुहुन्छ कागती चाहिँ यहाँ झारिरहेको थियो उसले। साथीहरू हामी चाहिँ होइन, मेरो चाहिँ फोन अफ भएर अर्को फोन अफ भएर चाहिँ अहिले म अर्को फोनबाट आएको छु होइन। मेरो अर्को फोन चाहिँ अफ भइसकेको छ। अघिदेखि बनाउँछु भन्दै थिएँ, भ्याएकै थिइनँ क्या। बाटो यो अनुराग चाहिँ होइन साथीहरू, यो अनुराग चाहिँ लडेको धेरै नै लडेको भएर चाहिँ दुईजनाले पक्रेर हिँडाएको यसलाई। यो आज कसम यति धेरै लडेको छ, यति धेरै, त्यही भएर नि ढिलो भएको क्या उहाँ हान्दाखेरि। साथीहरू हामी चाहिँ हिँडिरहेको छौँ। अनुरागलाई हेर न। साथीहरू हेर्नु त अनुरागलाई, दुइटाले डोडाइरहेछ। लडे अति लडेर क्या साथीहरू। फेरि तपाईँहरूले भन्नुहुन्छ के अरे किन मैले फ्रन्ट क्यामेराबाट बनाएँ भनेर, किनभने यो फोनको चाहिँ मेरो ब्याक क्यामेरा बिग्रेको छ, तर फ्रन्ट क्यामेरा चाहिँ एकदमै ठिक छ होइन। फ्रन्टहरू चाहिँ सबै राम्रै छ, ब्याक चाहिँ झरेर फुटेर हल्का गयो होइन, सिसा फुट्यो क्या गाइस। अनि त्यसपछि हामी चाहिँ जान्छौँ चाट सकेर साथीहरू। यो फोनमा पनि भन्नुहुन्छ भने यो अनि हामीले फोटोहरू पनि क्या सबै हामीले टिकटक बनाउनु मात्रै भ्यायौँ क्या। फोटोदेखि लिएर अरू सब नै हामीले उयो यही फोनबाट खिच्यौँ। अरू टिकटक मात्रै बनाउनु भ्यायौँ त्यो फोनबाट चाहिँ, किनभने मैले बिहान चार्ज पनि राखेको थिइनँ हिजो राति चाहिँ मैले अब चार्जै लगाउनु बिर्सेछु क्या। अनि आज बिहान राखेको थिएँ, त्यही पनि 81 थियो क्या। अनि बिहान भ्लगै त्यही भ्लग बनाउँदै आएँ, धेरैवटा भिडियो बनाएँ क्या। फेरि टेक्लेकोले अब फर्स्ट टाइम नै भनौँ न, अस्ति थियो फर्स्ट, यो त सेकेन्ड टाइम हो। त्यही पनि टेक्लेकोले क्या उयो बिग्रे भयो। अनि त्यसपछि त्यही भएर चाहिँ धेरैवटा भिडियो भएर चाहिँ चार्ज छिट्टो सक्यो मेरो। अनि टिकटकहरू बनाउँदा सकिहाल्यो है जाँदै। अनि त्यसपछि हामीले वहाँ माथि गएर पनि फोटोहरू पनि सबै यही फोनबाट खिच्यौँ। अनि त्यही भएर यसको त गाइस तर ब्याट्री मेरो नि ओभर टिक्ने यार, भ्यू पोइन्ट रहेछ साथीहरू होइन। तर यो फोनको चाहिँ चार्ज टिकेको यार साथीहरू, किनभने मैले यो फोन त झन् चार्जै लाग्थेन, 2 दिन भयो यो फोन चार्ज नलाएको होइन। मेरो फोनमा चार्ज थियो 85 यसमा होइन, त्यसमा थियो 89। अनि यसको अझै पनि टिकिरहेछ। माथि गएर हामीले धेरै फोटोहरू, सबको फोटोहरू यही फोनबाट खिचेको, भिडियोहरू पनि सबै यही फोनबाट खिचेको क्या। र पनि सबको पुगिरहेछ हाम्रो यो फोनबाट चाहिँ। अब अर्को फोनबाट छैन। हेर्न सक्नुहुन्छ भ्यू गाइस, वाउ ओल्ड इज गोल्ड भनेको यही रहेछ होइन। यहाँबाट चाहिँ भ्यू देखिन्छ, फोटोहरू खिच्ने पनि छ होइन। यहाँनिर चाहिँ भाइरल छ, तपाईँहरू पनि आउनु होला खिच्न। नजिकै छ यो त, अब त हामी आइसक्यौँ तल, नजिकै छ यो चाहिँ। फोटो खिच्न आउनु सक्नुहुनेछ हजुरहरू पनि होइन, आएर फोटो खिचिदिनु होला। त्यहाँनिर हाम्रो गाउँठाउँलाई भाइरल बनाइदिनु भन्दै। अनि उहाँ हेर्नु सक्नुहुन्छ कस्तो दामी छ क्या भ्यू, तल कपाल देखिन्छ तलको भ्यू। तर के गर्नु हाम्रो फोन अब भएन। अब नेक्स्ट टाइम चाहिँ हामी साथीहरू अब चाहिँ हामी वहाँ अगाडि चोकै पुगेर देखाउँछौँ, किनभने बाटो भन्नुहुन्छ नि यस्तो ओह्रालो छ नि, यस्तो ओह्रालो छ। अघि जाँदाखेरि त्यस्तै उकालो थियो होइन, हिँड्न नसक्ने। अब अहिले आउँदाखेरि ओह्रालो क्या, चिप्ले भएर। अनुराग त भन्नुहुन्छ भने साथीहरू म अघिदेखि त्यसकै मात्र कुरा गर्दैछु, त्यो त यति धेरै लडेको छ नि अनकाउन्टेबल क्या, त्यति धेरै लडेको छ क्या साथीहरू। अब म चाहिँ चोक पुगेर देखाउँछु है हजुरहरूलाई, बाई। बन्दनदेखि कति अगाडि गाइस आज चाहिँ राखे पनि निकालेको रहेछ, राखेको त डुङ बज्दैछ क्या। अनि हामी चाहिँ कुद्दै आएको, उरोमा रेस खेल्दै आएको, तर मैले जितिसकेको थिएँ होइन। अन्तिममा आएर फेरि उसले जित्यो, किनभने रेस्ट गरे ठाउँदेखि चाहिँ ऊ कुदो, म कुदिनँ क्या, म हिँड्दै आएँ। अनि त्यही भएर नभए मैले जितिसकेको थिएँ नि फेरि। त्यही भयो खराएर कछुवा, म खराएँ ऊ कछुवा भयो। तर
किनभने ऊ लास्टमा थियो, म छिटछिटो हिँडिरहेको थिएँ होइन, अगाडि पनि कुद्दै कुद्दै आएको थिएँ, म सुरुमा थिएँ। अनि फेरि ऊ आयो, अब उनीहरू कहाँ छ थाहा छैन। हेलो गाइज, अब चाहिँ होइन अनुरा घर पनि आइपुगिसक्यो फाइनली। अनि त्यसपछि अब चाहिँ हामी जाँदैछौँ, यिनीहरूले चाहिँ फोनै दिएन हेर्नु गाइज, मेरो हातमा पनि छैन होइन। अनि त्यही भएर यसकैबाट होइन स्टार्टिङ गर्नु म भन्छु भनेर भने। सर्टकट भनेर आफै हराउँछ यिनीहरू। हामी राइट बाटोमा हुन्छौँ, यिनीहरूलाई खोज्न जानुपर्छ हामी। अनि ल म सर्टकट कति छिटो आइपुग्यो भने त म सर्टकट आएको साथी। गाइस यो सर्टकट होइन कि माथिबाट कुद्दै झरेको ब्याक पक्र्दै गर्दै। बाख्रा चाहिएको छ भने कन्ट्याक्ट गर्नु है, हामीसँग टन्नै बाख्राहरू छ। के भन्नु प्लिज। अब चाहिँ देवी खानदारीबाट होइन हाम्रो ट्याक्टर, मैले अघि भिडियो पनि बनाएको थिएँ तर यसले मेरो रोकेला सर हो। मेरो रोकेला सर हो है, मेरो रोकेला सर हो। यो चिप्लिँदैछ। भिडियो चाहिँ सिधाबाट बनाएछ क्या यसले चाहिँ। अनि त्यही भएर चाहिँ त्यो क्यान्सल गरेर फेरि बनायौँ हामीले। त्यो रोड कटेर आइसक्यौँ हामी। कसरी कुदेको थाहा छ यो? यसरी कुदेको। ए म सर्टकटबाट आएको साथीहरू, सर्टकटबाट आएको म। कुदेर देखाइदियो त जेन्चा। हाइकिङ सक्सेसफुल हाम्रो प्लान।